लघुकथा मञ्चको फेसबुक पेजको प्रत्यक्ष प्रसारणमा जोडिनुभएका तमाम आदरणीय स्रष्टा सर्जक साहित्यप्रेमी दिव्य मनहरूमा हार्दिक नमस्कार, एकमुष्ट स्वागत तथा साहित्यिक अभिवादन व्यक्त गर्दछौँ। म प्रस्तुता पवित्रा सापकोटा र समीक्षक दीप मङ्ग्रान्तीज्यूको तर्फबाट। आज मिति 2082 साल चैत्र 24 गते मङ्गलबार, तदनुसार अप्रिल 7, 2026 वैशाख कृष्ण पञ्चमी तिथि, नेपाल सम्मत 1146। आदरणीय साहित्य अनुरागी लघुकथा प्रेमी दिव्य मनहरू, यहाँहरूलाई अवगत भइसकेको छ। गत हप्तादेखि हामीले शुक्रबारे लघुकथा वाचन कार्यक्रमलाई मङ्गलबार सोही समयमा सारेर कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ। अर्थात् हामीले 45औं श्रृङ्खलादेखि नै मङ्गलबारे लघुकथा वाचन र विमर्श कार्यक्रमलाई अघि बढाएका छौँ। यहाँहरूलाई पक्कै पनि जानकारी भइसकेको छ र म यहाँ हाम्रो ठिक्क निर्धारित समयलाई निहालेर यहाँहरूको उपस्थिति मैले देखिसकेकी छु। साहित्यप्रेमी व्यक्तित्वहरू केशव रिजाल दाजु नमस्कार छ म्याडम भनेर उपस्थित जनाउनु भएको छ। त्यसै गरी ऋषि तिवारीज्यूको उपस्थिति देखेकी छु। निमा छिरिङ भोटियाज्यूको उपस्थिति देखिसकेकी छु। दर्शन नमस्ते हजुर भनेर उपस्थिति जनाइसक्नु भएको छ। आजको छनौटमा पर्नुभएको अब्बल स्रष्टा नारायणनाथ योगीज्यूको उपस्थिति मैले देखिसकेकी छु। आजका लघुकथा छनौट गर्ने व्यक्तित्व हुनुहुन्छ कुमार श्रेष्ठज्यू, उहाँको पनि मैले उपस्थिति देखिसकेकी छु। आदरणीय व्यक्तित्व चुडामणि नेपाल अकिञ्चन ज्यूको धेरै समय पछाडि मैले आज उपस्थिति निहालिरहेकी छु। सम्पूर्ण आदरणीय अब्बल स्रष्टाहरूप्रति एकमुष्ट स्वागत सम्मान अर्पण गर्दछु र कार्यक्रम अवधिभर रहेर हामीलाई ऊर्जा हौसला उत्प्रेरणा दिनुहुनेछ र यहाँहरूलाई लागेका कमेन्टहरू अथवा प्रतिक्रियाहरू व्यक्त गर्नुहुनेछ भन्ने पूर्ण अपेक्षा समेत गर्दछु। त्यसै गरी मैले सत्यजित सरलाई पनि यहाँ मैले देखिसकेकी छु। नमस्कार भनेर उपस्थित जनाइसक्नु भएको छ। उहाँले आफ्नो व्यस्त समयको बावजुद पनि हाम्रो कार्यक्रमलाई माया गरेर उपस्थित जनाइसक्नु भएछ। यहाँहरूले सम्पूर्णमा पुनः आभार नमन व्यक्त गर्दै म कार्यक्रमलाई अगाडि बढाउने यहाँहरू समक्ष अनुमति चाहन्छु र सँगसँगै आजका समीक्षकज्यूलाई जोडिनको निम्ति पनि हार्दिक अनुरोध गर्दछु। साहित्य अनुरागी व्यक्तित्वहरू, आज हामी 46औं श्रृङ्खलामा उपस्थित भइसकेका छौँ। आज छनौटमा पर्नुभएका स्रष्टाहरू हुनुहुन्छ मातृशक्ति शीर्षकको लघुकथा प्रेषित गरेर योगी नारायणनाथ, त्यसै गरी छोराछोरी नामको शीर्षकलाई प्रेषित गरेर शुक्रराज कुँवरज्यू भने मन्त्रीको सुरुवाल शीर्षकको लघुकथा प्रेषित गरेर राजन कार्की पाजुज्यू रहनु भएको छ। उहाँहरू तीनैजना स्रष्टाहरूप्रति स्वागत सम्मान अर्पण गर्दछु र आज छनौटमा पर्नु भएको छ। पक्कै पनि प्रत्यक्ष लाइभमा जोडिएर वाचन गरिएको लघुकथाको विमर्श यहाँहरूले सुन्नुहुनेछ भन्ने पूर्ण अपेक्षा गर्दछु र जोडिनुको लागि अनुरोध पनि गर्दछु। समीक्षकज्यू नमस्कार। हजुर नमस्कार, यहाँलाई कार्यक्रममा मैले स्वागत गरेँ। धन्यवाद यहाँलाई। हजुर आराम हुनुहुन्छ? हजुर आराम छु, यहाँलाई कस्तो छ? ठिकै छ दाजु, मलाई पनि ठिकै छ। अहिले के एसी चलिरहेको छ विद्यालयमा, स्कुलको काम भ्याउँदै आउँदै ठिक्क निर्धारित समयमा म पनि यहाँहरू समक्ष उपस्थित भइसकेकी छु। अब ढिला नगरिकन कार्यक्रमलाई अगाडि बढाउँ होला, होइन? हजुर हजुर हुन्छ। आदरणीय उपस्थित अर्थात् कर्ण लघुकथा मञ्चको फेसबुक पेजमा उपस्थित हुनुभएका सम्पूर्ण साहित्य प्रेमी व्यक्तित्वहरूमा एकमुष्ट स्वागत सम्मान अर्पण गर्दै म आजको लघुकथा वाचनतर्फ अगाडि बढ्छु र आजको पहिलो लघुकथा रहेको छ लघुकथाकार योगी नारायणनाथ भनेर आफूलाई लेख्नु भएको छ, जसले प्रेषित गर्नुभएको लघुकथा छ मातृशक्ति।
लघुकथा मातृशक्ति यसरी अघि बढ्छ। बधशालाको छिडीमा कसैले धारिलो छुरी निकाल्यो। उसको निशानामा एउटा सानो पाठो थियो। कसैले पाठोलाई तान्न खोज्दा माउले आफ्ना खुट्टाले कसैको हातमा जोडले ठुङ्गी। कसै रन्थनियो र रिसले चुर हुँदै माउलाई नै हिर्काउन थाल्यो। तर माउले प्रतिकार छोडिन। ऊ पाठो र कसाईको बीचमा अभेद्य पर्खाल बनेर उभिही। कसाईले झर्कँदै भन्यो, पख पहिले तेरै गर्दन रेड्छु। माउले शान्त भावले आफ्नो घाँटी छुरीको अगाडि थापिदी र पाठोलाई टाङ मुनि लुकाई। उसको आँखामा मृत्युको डर होइन, सन्तान जोगिएको एउटा अजेय सन्तोष थियो। कसाईको हात पहिलो पटक काप्यो। उसले आज मासुको एउटा थुप्रो होइन, एउटा शक्ति देख्यो भनेर लघुकथा समाप्त गर्नुभएको छ। इटरी सुनसरीबाट प्रेषित गर्नुभएको सुन्दर लघुकथा नारायणनाथ योगीज्यूले उहाँप्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्दै यसको समीक्षाको निम्ति म समीक्षकज्यूलाई अनुरोध गर्दछु। धन्यवाद प्रस्तुताज्यू। यहाँहरू सम्पूर्णमा म दीप कुमार मगरातीको तर्फबाट हार्दिक नमस्कार। यहाँहरूले भर्खरै लघुकथा मातृशक्ति सुनिसक्नु भएको छ र उक्त लघुकथाको समीक्षा गर्नको लागि म यहाँहरू समक्ष उपस्थित छु। यहाँ योगी नारायणनाथज्यूले यो कथा पोस्ट गर्नुभएको थियो। योगी नारायणनाथ सर मलाई सुन्दै हुनुहुन्छ भने यहाँको लघुकथा समीक्षा गरिरहेको छु। मैले सुनेर आफ्नो अमूल्य प्रतिक्रिया दिनुहुन्छ कि भन्ने हामी आशा राख्दछौँ। र यहाँको लघुकथाको समीक्षा म सुरु गर्दैछु। लघुकथाको शीर्षक मातृशक्ति, जुन एक शब्दमा यहाँले रचना गर्नुभएको सिर्जना गर्नुभएको छ, जुन उत्कृष्ट छ। बधशालाको छिडीमा कसैले धारिलो छुरी निकाल्यो, उसको निशानामा एउटा सानो पाठो थियो भनेर यहाँले वर्तमान घटनाबाट लघुकथाको उठान गर्नुभएको छ। त्यस्तै गरेर यहाँको लघुकथाको विकासमा एउटा कसाई, सानो पाठा र पाठकको आमाको बीचको संवाद तथा घटनाक्रमहरूलाई मिठो शैलीमा, मिठो शब्दमा यहाँले लघुकथाको विकास गर्नुभएको छ। त्यस्तै गरेर यहाँको लघुकथाको विषय माउले आफ्नो बच्चाको ज्यान बचाउनको लागि गरेको सङ्घर्ष र बलिदानको घटनालाई मुख्य विषयवस्तु बनाइएको छ। अर्थात् आफ्नो सन्तानको ज्यान बचाउन आमा कुनै पनि मूल्य चुकाउन तयार हुन्छन्। आफ्नो ज्यानैको बाजी थाप्न किन नपरोस् भन्ने विषय र उद्देश्यलाई यहाँले लघुकथाको मुख्य आधार बनाएर लघुकथा सिर्जना गर्नुभएको छ। आमाको विशाल हृदयलाई देखाउन खोजिएको छ यहाँ, र माया बलिदानले कसैको पनि हृदय पगाल्न सकिन्छ भन्ने कुरालाई लघुकथामा उहाँले देखाउन खोज्नु भएको छ। त्यस्तै गरेर यहाँको लघुकथाको समापन कसैको हातमा पहिलो पटक काम्यो, उसले आज मासुको एउटा थुप्रो होइन, एउटा शक्ति देख्यो भनेर यहाँले लघुकथाको समापन गर्नुभएको छ। माथिको विषयवस्तुको तुलनामा समापन त्यति सशक्त बनिनु सकेको छैन कि जस्तो मलाई अनुभूति भएको छ। हुन त समापनलाई
आफ्नो तरिकाले आफ्नो रुचि अनुसार आफ्नो सोच अनुसार बनाइएको हुन्छ। यद्यपि माथिको लघुकथाको विषय जति संवेदनशील छ, जति सशक्त छ, त्यसको हिसाबले समापन अझ सशक्त हुनु पर्थ्यो कि भन्ने मलाई लागेको छ। तसर्थ यहाँले आफ्नो लघुकथालाई पुनः एकचोटि हेरेर समापनलाई अझै सशक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा अलिकति मनन गर्नुहुन्छ कि भन्ने म आशा राख्दछु। त्यस्तै गरेर यहाँको लघुकथाको शीर्षक सशक्त छ। एउटा शब्दमा छ, पाठकलाई कौतूहल जगाउन सफल छ शीर्षक। कथाको रहस्य कथाको विकास क्रममा नै खोलिसकेको छ। तसर्थ कथाको भेद सुरुमै खोलिसकेको हुनाले कथामा के कस्तो हुन्छ भन्ने कुरा ले कौतूहल त देखाउन सकेको छैन। वास्तवमा हामीले शीर्षकको भेद अन्तिममा मात्रै खोल्न पाए अझ राम्रो हुन्छ। शीर्षकले के कस्तो शीर्षक पढेरै कथा के कस्तो छ भन्ने कुरो अगाडि नै बुझ्न सकियो भनेदेखि कथा पढ्नलाई त्यति उत्सुकता नचल्न सक्छ। तसर्थ शीर्षक भनेको सुरुमै आँखा पर्न जाने हुनाले शीर्षक चाहिँ सशक्त हुनुपर्छ। जुन यहाँले बनाउनु भएको छ सशक्त, त्यस्तै गरेर कथालाई शीर्षकले समेट्न सकेको छ र समग्रमा यहाँको शीर्षक मलाई उत्कृष्ट लागेको छ। त्यस्तै गरेर उद्देश्य र सन्देशमा कसैको हत्या गरेर आफ्नो पेट भर्न हुँदैन, ज्यान भनेको सबैको उस्तै हो। त्यसमा पनि आफ्नै आमाको अगाडि त कदापि त्यस्तो जघन्य कार्य गर्नु हुँदैन। परिणाम कहिलेकाहीँ त्यस्तो गर्दा घातक पनि हुनसक्छ भन्ने उद्देश्य र सन्देश जुन अति मिठो शैलीमा यहाँले प्रस्तुत गर्नुभएको छ, यहाँलाई म यति सुन्दर कथाको लागि हार्दिक बधाई तथा धन्यवाद दिँदै पुनः यस्तै सुन्दर सुन्दर लघुकथाहरू सिर्जना गर्नुहोस् भन्ने शुभकामना दिँदै यहाँको लघुकथाको समीक्षा अहिलेको लागि यही समापन गरेर बाँकी समय प्रस्तोताज्यूलाई हस्तान्तरण गर्दै अहिलेको लागि बिदा माग्न चाहन्छु। हस्त, धन्यवाद। हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु समीक्षकज्यू नारायणनाथ योगीज्यूले। यहाँले गर्नुभएको समीक्षा सुनिरहनु भएको छ। पक्कै पनि उहाँले आफ्नो लघुकथा लेख्ने क्रममा यहाँको समीक्षालाई मध्यनजर गर्नुहुनेछ आगामी दिनहरूमा भन्दै र नारायणनाथ योगीलाई पुनः हार्दिक धन्यवाद व्यक्त गर्दै म एकपटक कण लघुकथा मञ्चको फेसबुक पेजको भित्तोलाई निहालिरहेकी छु। यहाँ मैले आदरणीय व्यक्तित्वहरू देखिरहेकी छु। लघुकथा प्रतिष्ठान नेपालका द्वय चिरपरिचित सबैको मनमुटुमा रहनुभएका अब्बल आदरणीय स्रष्टाहरू हुनुहुन्छ मनोहर पोखरेलज्यू, त्यसै गरी नन्दलाल आचार्य सर। दुवैजनाको मैले यहाँ उपस्थिति देखिसकेकी छु। यहाँहरूलाई भव्य रूपमा स्वागत सम्मान अर्पण गर्दछु कार्यक्रममा र त्यसै गरी यहाँहरूले कार्यक्रम अवधिभर रहेर हाम्रो कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउनको निम्ति र हामीलाई प्रतिक्रिया मार्फत कार्यक्रमलाई ऊर्जा हौसला प्रदान गरिदिन हुनको निम्ति सविनय अनुरोध गर्दै म दोस्रो लघुकथा वाचनतर्फ अगाडि बढ्छु र म देखेका प्रतिक्रियाहरू पढ्ने यहाँहरूसँग प्रतिबद्धता व्यक्त गर्दछु र यदि मैले देखिरहेकी छुइनँ भने पनि यहाँहरू समक्ष क्षमा याचना माग्दै म दोस्रो लघुकथातर्फ अगाडि बढ्छु। आजको दोस्रो लघुकथा रहेको छ शुक्रराज कुँवरज्यूले पेश गर्नुभएको लघुकथा जसको शीर्षक रहेको छ छोराछोरी। लघुकथा छोराछोरी यसरी अघि बढ्छ। बा आमा वृद्धाश्रममा छन्, छोराछोरी छात्रावासमा छन्। सुस्केर हाल्दै नवीनले साथीलाई भन्यो। धेरै वर्षपछि पार्कमा भेटेका दुई साथी बीचको कुराकानीमा साथी सुधीरले व्यङ्ग्य मिश्रित स्वरमा भन्यो, राम्रै गरेछौ त। के राम्रो भन्नु, घरमा एक्लै भइयो नि, नवीनले गुनासो गर्यो। सुधीरले सपाट स्वरमा भन्यो, त्यसो भए बा आमालाई घरमै राखेको भए भइहाल्थ्यो नि। नवीन अलिक असहज हुँदै बोल्यो, कसरी सम्भव छ र?
बा आमाको स्याहार सुसार गर्नु सजिलो हुन्छ र यो मेरो रहर होइन, बाध्यता हो। केही बेर मौन बसेपछि उसले फेरि प्रश्न गर्यो, बरु तिमी भन, तिम्रा कतिजना छोराछोरी छन्, के गर्छन्? सुधीरले मुस्कुराउँदै भन्यो, मेरो 4 जना छोराछोरी छन्। नवीन छक्क पर्यो, अहिलेको जमानामा पनि 4 जना? हो, 4 जना। यी मध्ये 2 जनालाई अलि बढी स्याहार सुसार चाहिन्छ, सुधीरले शान्त स्वरमा भन्यो। उनीहरू सुस्तरी बोल्छन्, सुस्तरी खान्छन्, सुस्तरी हिँड्छन्, एउटै कुरा बारम्बार सोध्छन्, भनेको कुरा पनि छिट्टै बिर्सन्छन्। कस्तो ढिट लाग्दो, नवीनले सहानुभूति जनाउँदै भन्यो। कस्तो छोराछोरी रहेछन्, अपाङ्ग हुन् कि? म लघुकथाको अन्त्यतिर आइपुगे। सुधीरको अनुहारमा गर्व झल्कियो। उसले दृढ स्वरमा भन्यो, अपाङ्ग होइनन्, उनीहरू मेरो श्रद्धेय आमा बुवा हुन्। आहा, कति सुन्दर लघुकथा समाप्त भएको छ। हाल अस्ट्रेलिया हुनुहुन्छ शुक्रराज कुँवरज्यू। सुन्दर लघुकथा प्रेषित गर्नु भएको छ। कर्ण लघुकथा मञ्चलाई माया गरेर यहाँप्रति हार्दिक स्वागत सम्मान अर्पण गर्दछु र हार्दिक आभार व्यक्त गर्दछु र यसको समीक्षाको निम्ति म समीक्षकज्यूलाई समय हस्तान्तरण गर्दछु। यदि शुक्रराज कुँवरज्यूको मैले यहाँ उपस्थिति देखेकी छुइनँ, पक्कै पनि उहाँले रेकर्डेड भिडियो आजसम्म सुन्दै आउनु भएको छ। उहाँको समय मिल्दैन रे यो समयमा, त्यही भएको कारणले गर्दाखेरि उहाँले रेकर्डेड भिडियो सुनेर भए पनि उहाँले यसको समीक्षालाई मध्यनजर गर्नुहुनेछ भन्ने कुरा जानकारी गराउँदै म समीक्षकज्यूलाई समय हस्तान्तरण गरे। हस्, धन्यवाद प्रसादज्यू। यहाँहरू भर्खरै लघुकथा छोराछोरी भर्खरै यहाँहरूले सुनिसक्नु भएको छ, जुन शुक्रराज कुँवरज्यूले प्रेषित गर्नुभएको थियो र उक्त लघुकथाको समीक्षा म यहाँहरू समक्ष गर्न गइरहेको छु। शुक्रराज कुँवरज्यू, यहाँले मेरो समीक्षा सुन्दै हुनुहुन्छ भने आफ्नो मिठो तथा आफ्नो लघुकथाको भाव यहाँले लेख्नु भए जस्तै मैले पनि भन्न सक्छु कि सक्दिनँ, अथवा मेरो बुझाइ र यहाँको बुझाइ मिल्छ कि मिल्दैन, यहाँले आफ्नो कमेन्टमा लेखिदिनु भयो भनेदेखि हामीलाई भविष्यमा अझ सजिलो हुनेछ भन्ने हाम्रो बुझाइ छ। तसर्थ यहाँको लघुकथाको समीक्षा म गर्न गइरहेको छु, जुन यहाँको लघुकथा छ छोराछोरी। यहाँले छोराछोरी लघुकथाको शीर्षक एउटै शब्दमा राख्नु भएको छ, जुन मापदण्ड अनुसार उत्कृष्ट छ। यहाँलाई हार्दिक बधाई छ। बा आमा वृद्धाश्रममा छन्, छोराछोरी छात्रावासमा छन्, सुस्केर हाल्दै नवीनले साथीलाई भन्यो भनेर यहाँले लघुकथालाई वर्तमान संवादबाट उठान गर्नुभएको छ भने आफ्नो संवादलाई रोकेर यहाँले लघुकथाको अर्को महत्त्वपूर्ण खण्डलाई पनि राम्रोसँग प्रस्तुत गर्नुभएको छ। यसमा पनि उत्कृष्ट छ लघुकथाको विकासमा 2 जना मित्रहरूको संवादलाई अगाडि बढाएर मिठो शैलीमा यहाँले लघुकथालाई लेख्नु भएको छ भने लघुकथा संवाद प्रधान छ, जुन विषय, उद्देश्य र सन्देशमा यहाँले लघुकथा जस्तोसुकै अवस्था र समस्या र कठिनाइमा पनि आफ्नो आमा बाउको स्याहार गर्न छोड्नुहुन्न, उनीहरूलाई पनि आफ्नो सानो बच्चा जस्तै हेरविचार गर्नुपर्छ भन्ने, आफ्नो छोराछोरीलाई पनि छात्रावासमा होइन आफूसँगै राखेर आफ्नो माया ममताबाट वञ्चित गराउनुहुन्न, ताकि छोराछोरीले पनि आफ्नो आमा बाबुसँगै बसेको अनुभूति गर्न सकोस्, उहाँहरूको माया ममताले वञ्चित हुन नपरोस् भन्ने कुरालाई लघुकथाको उद्देश्य, सन्देश र विषयमा समेटेर उहाँले लघुकथा छोराछोरी सिर्जना गर्नुभएको छ।
जुन अति महत्त्वपूर्ण र संवेदनशील विषयवस्तु हो। त्यस्तै गरेर आफ्नो आमा बाबुलाई बुढेसकालमा पाल्नु सकिँदैन, स्याहार गर्नु सकिँदैन भनेर वृद्धाश्रममा राख्नु पनि त्यतिकै अमानवीय हुन्छ। सानो हुँदाखेरि आमा बाबुले जस्तो कठिनाइमा पनि हामीलाई जे जसरी हुर्काउनु भएको थियो, आमा बुवालाई पनि वृद्ध अवस्थामा त्यसरी नै स्याहार गर्नुपर्छ भन्ने उद्देश्य र सन्देश यहाँले लौकथाको मार्फतबाट पाठकवर्गमा दिनुभएको छ। बडो उत्कृष्ट विषयवस्तुहरू राख्नुभएको छ, संवेदनशील विषयवस्तु राख्नुभएको छ यहाँले। त्यस्तै गरेर लौकथाको समापनमा अपाङ्ग होइनन् उनीहरू मेरा श्रद्धेय आमा बाबु हुन् भनेर जुन समापन यहाँले राख्नुभएको छ, माथिको विषयवस्तु अनुसार अन्तिममा लौकथाको समापन यहाँको राम्रो छ, जोरदार नै छ यतिको समापन, जसले पाठकमा एक किसिमको झड्का पनि दिन सफल छ लौकथा। र माथि भएको लौकथाको विवरणहरू अनुसार केही कौतूहलता पनि सिर्जना गर्न सकेको छ लौकथाको समापनले। शीर्षक एउटा शब्दमा चाहिँ यहाँको विषय अनुसारको शीर्षक त्यस्तो सशक्त र कौतूहलपूर्ण त छैन। सुरुदेखि नै कथाको रहस्य खोलेको छ, यसले कथालाई समेट्न सकेको छ शीर्षकले। तसर्थ समग्रमा भन्नुपर्दाखेरि लौकथा राम्रो बनेको छ, सन्देशमूलक छ। यतिको लौकथा सृजना गर्नुभएकोमा यहाँ सुब्राराज सरलाई म हार्दिक बधाई तथा धन्यवाद दिँदै फेरि पनि हामीलाई यसरी नै सहयोग गर्नुहोस् भन्दै यहाँको लौकथाको समीक्षा म यही अन्त गर्दै अर्को लौकथा वाचनको लागि म प्रस्तुताज्यूलाई अनुरोध गर्न चाहन्छु। अहिलेको लागि मलाई बिदा दिनुहोस्। हस् त, धन्यवाद। हस्, हार्दिक आभार समीक्षकज्यू, सुन्दर समीक्षा गर्नुभएको छ। शुक्रराज कुँवरज्यूको ले प्रेषित गर्नुभएको लौकथाको सुन्दर समीक्षाको निम्ति यहाँ प्रति पुनः आभार व्यक्त गर्दै म एकपटक उपस्थितिलाई निहालिरहेकी छु। योगी सरको कथाले आङ सिरिङ्ग पार्यो, अति सुन्दर मार्मिक भनेर केशव दाईले प्रतिक्रिया व्यक्त गर्नुभएको छ। त्यसै गरी मैले नारायणनाथ योगी, धन्यवाद समीक्षकज्यू भनेर उहाँले प्रतिक्रिया व्यक्त गर्नुभएको छ। नारायणनाथ योगीज्यू झुकिनु भयो जस्तो लागेको छ मलाई, समीक्षा हो या कथा वाचन हो भनेर यहाँले प्रतिक्रिया लेखिरहनु भएको छ। कथा वाचन पनि हो हजुर र समीक्षा पनि हो, दुवै हो है। पहिले मैले कथा वाचन गरेँ, त्यसपछि समीक्षकज्यूले यहाँको लघुकथाको समीक्षा गर्नुभएको छ। यहाँले अहिले कन्फ्युज हुनुभयो भने पनि हजुरले भरे रेकर्डेड भिडियो पनि पक्कै सुनेर यहाँले बुझ्न सक्नुहुनेछ भन्ने कुरा हजुरलाई जानकारी गराएँ मैले। भव्य भइरहेको छ, नारायणजीको पछि शुक्रराजजीको लघुकथा सुन्दैछु भनेर मनोहर पोखरेल सरले आफ्नो प्रतिक्रिया व्यक्त गर्नुभएको छ। यहाँहरू कुँवर सरलाई नमस्कार भनेर ऋषि तिवारी ज्यूले आफ्नो प्रतिक्रिया व्यक्त गरेको मैले देखिरहेकी छु। सम्पूर्ण अब्बल श्रेष्ठहरूप्रति पुनः आभार नमन व्यक्त गर्दै म अन्तिम आजको लघुकथा अथवा तेस्रो लघुकथातर्फ म अगाडि बढ्छु। अप्रिल फुलको सन्दर्भमा धरान सुनसरीबाट प्रेषित गर्नुभएको लघुकथा मन्त्रीको सुरुवाल, जसलाई राजन कार्की पाजुज्यूले प्रेषित गर्नुभएको छ। मन्त्रीको सुरुवाल यसरी अघि बढ्छ। शपथ लिना साथ मन्त्रीज्यू पदभार ग्रहण गर्न मन्त्रालय पुगे। राष्ट्रिय पोशाकमा सुसज्जित मन्त्रीको भव्य स्वागत भयो। प्रशासन प्रमुखलाई बोलाएर मन्त्रीले सबै कर्मचारीको बारेमा जानकारी लिए। जानकारी लिने क्रममा प्रमुखले भने त्यो जग्गु खरसाब एकदम चतुर छ है मन्त्रीज्यू, उसँग अलिक जोगिनु होला। जे कुरामा पनि बाजी थाप्छ, जित्छ, पछि उसलाई जित्नै सकिन्न। मलाई त्यति कमजोर नठान्नु सुब्बा साहब, तपाईँ जानुहोस्। मन्त्रीले कुम उचाल्दै आफूमाथि गर्व गरे। नमस्ते मन्त्रीज्यू, म जग्गु प्रसाद। हातमा फाइल बोकेर खरसाब भित्र छिरे। ए तपाईँ नै पो जग्गु प्रसाद, के लिएर आउनुभयो त? बस्नुहोस्। शिरदेखि पाउसम्म निहाल्दै मन्त्रीले भने।
फाइल टेबलमा राखेर सोफामा बस्दै खरसाब बोले, हजुरको घुँडामा त्यत्रो घाउको खत रहेछ, के भएर चोट लागेको मन्त्रीज्यू? के भन्नु भएको खरसाब? मेरो घुँडामा खतै छैन, मन्त्रीले ढुक्कका साथ बोले। मलाई विश्वास छ हजुरको घुँडामा खत छ। मेरो विश्वास लागेन भने 2,000 को बाजी राखौँ मन्त्रीज्यू। अहिलेसम्म मेरो लक खेर गएको छैन। केही छेडको छ छैनको भनाभनपछि खरसाबले दाबी पेश गरे। मन्त्रीज्यूलाई पनि जङ चलेछ। सुरुवाल घुँडा मुनिसम्म खोलेर दुवै घुँडा देखाउँदै भने, लु देखाउनुहोस्, खै कहाँ छ खत? खत नदेखेपछि रहेनछ हजुर भन्दै शर्त बमोजिमको दाम चढाएर जग्गु बाहिरियो। मन्त्रीले सुब्बा सापलाई बोलाएर भने, खै त त्यो खरदार, मसँग त बाजीमा हार्यो त। मन्त्रीले गर्वका साथ भने, तर हामीलाई जित्यो। सुब्बा सापले मलिन स्वरमा भने, कसरी? मन्त्री उत्सुक भने। सुब्बा सापले भने, म लौकथाको अन्त्यमा आइपुगेकी छु। सुब्बा सापले भने, हजुरले आफ्नै सुरुवाल समेत सम्हाल्न सक्नु भएन। मन्त्रीको सुरुवाल खोलिदिन्छु भनेर हामीसँग बाजी मारेको थियो। लौकथा समाप्त भएको छ। 2082 साल श्रावण 15 गते लेख्नु भएको लघुकथा उहाँले प्रेषित गर्नुभएको छ। सुन्दर लघुकथा प्रेषित गर्नुभएकोमा यहाँप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यसको समीक्षाको निम्ति म समीक्षकज्यूलाई समय दिनुभन्दा अगाडि रचना शर्माज्यूको उपस्थिति देखेँ मैले आज। मेरा लागि पहिलोचोटि रचना शर्माज्यूलाई देखिरहेकी छु। उता हो कि भनेको त यता पो रहेछ भन्नुभएको छ। यहाँलाई कार्यक्रममा स्वागत सम्मान अर्पण गर्दछु। कार्यक्रममा यसरी नै यहाँको उपस्थितिको लागि अपेक्षा पनि गर्दछु। रचना शर्मा मेम, यहाँले कार्यक्रममा आएर हामीलाई पनि आफ्ना प्रतिक्रियाहरू दिएर कार्यक्रमलाई अघि बढाउनको निम्ति थप सहयोग गर्नुहुनेछ भन्ने कुरा यहाँलाई अवगत गराउँदै अन्तिम लघुकथाको समीक्षाको निम्ति म समीक्षकज्यूलाई समय हस्तान्तरण गर्दछु। धन्यवाद प्रोफेसरज्यू। नमस्कार राजन कार्की पाजोज्यू, यहाँले मलाई सुन्दै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। यहाँको लघुकथा मन्त्रीको सुरुवाल भर्खरै वाचन भइसकेको छ र यहाँले सुन्नु पनि भएको छ होला। र हाम्रो लघुकथाको समीक्षा यदि यहाँले सुनिराख्नु भएको छैन भने हाम्रो भिडियो हेरेर पनि हामीलाई हाम्रो समीक्षाको विषयमा केही आफ्नो भनाइ अथवा आफ्नो विचारहरू अथवा कमेन्टहरू दिनुहुन्छ भन्ने हामी आशा राख्दछौँ। र यहाँको लघुकथाको समीक्षा गर्दै गर्दाखेरि यो मेरो आफ्नो नितान्त आफ्नो विचार अथवा मेरो आफ्नो समीक्षा हो, मेरो आफ्नो बुझाइ हो। यहाँले जसरी आफ्नो जुन बुझाइमा यहाँले लघुकथा लेख्नु भएको छ त्यसमा मेरो बुझाइ फरक पनि पर्न जान सक्छ, किनकि कहिलेकाहीँ लेखक र पाठकको बिचमा बुझाइमा फरक आउन सक्छ। तसर्थ यदि यहाँले लेखेको लघुकथा र यहाँले बुझेको आफ्नो लघुकथामा र मैले बुझेको र मेरो बुझाइमा केही फरक पर्न गएमा यहाँसँग म क्षमा माग्दै यहाँको लघुकथाको म समीक्षा गर्न गइरहेको छु। त यहाँको लघुकथा मन्त्रीको सुरुवाल जुन यहाँले लेख्नु भएको छ, यहाँको शीर्षक दुईटा शब्दमा यहाँले राख्नु भएको छ। सकेसम्म लघुकथाको शीर्षक एउटा राख्दा उपयुक्त हुन्छ, किनकि लघुकथा आफैमा लघु हुनुपर्छ र लघुकथाको शीर्षक पनि लघु बनाउन सक्दाखेरि अझ सान्दर्भिक हुन्छ भन्ने मान्यता मात्रै हो, यो बाध्यकारी कुनै नियम होइन। यहाँले यसरी बुझिदिनु पर्यो। हाम्रो उद्देश्य भनेको लघुकथालाई कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो। त्यसै सन्दर्भमा मैले पनि यहाँको लघुकथाको शीर्षकलाई दुईटा शब्द होइन सकेसम्म एउटा शब्दमा राखौँ भन्ने आफ्नो विचार आफ्नो धारणा राखेको छु। त्यस्तै गरेर यहाँको लघुकथा
को उठान वर्तमान घटनाबाट यहाँले लौकथालाई उठान गर्नुभएको छ। त्यस्तै गरेर यहाँको लौकथाको विकास संवाद प्रधान छ। यहाँको लौकथाको विषय उद्देश्य र सन्देश साधारण छ। विषय उद्देश्य सन्देशहरू त्यस्तो खास मैले देखेको छुइनँ। लघुकथा कम चुट्किला विषयवस्तु उद्देश्य र सशक्त हुनुपर्दछ। लघुकथामा चुट्किला जस्तो देखिए तापनि अथवा लघुकथा हास्यास्पद भए तापनि हामीले त्यसमा विषय सशक्त हुनुपर्छ र उद्देश्य र सन्देश सशक्त हुनुपर्छ। जुन कुरा यहाँको लघुकथामा त्यस्तो पाइएन। संवाद छ, मन्त्री र कर्मचारीहरू बीचको केही संवाद छ, केही ठट्टापन छ। तसर्थ मन्त्रालयमा यस्ता कुराहरू हुन्छन् हुँदैनन् भन्ने कुरो हामीसँग त्यस्तो अभ्यास छैन। तथापि मन्त्रालय जस्तो संवेदनशील ठाउँमा यस्तो कुराहरूले महत्त्व पाउनु हुँदैन भन्ने कुरो मेरो बुझाइ हो। र लघुकथा लेख्दाखेरि यस्तो किसिमको व्यङ्ग्य चाहिँ राख्न सकिन्छ, तर उद्देश्यमूलक हुनु पर्यो यस्तो व्यङ्ग्य। त्यसले सन्देश पनि दिन सक्नु पर्यो। यहाँनिर खालि एउटा बाजी मारिएको छ, ठट्टा गरिएको छ, तर त्यसको उद्देश्य स्पष्ट छैन, सशक्त छैन। कता कता मन्त्रीलाई मूर्ख बनाउनु खोजिएको जस्तो छ, अथवा यस्तो मूर्ख पनि मन्त्री हुन्छन् कि भन्ने कुरालाई व्यङ्ग्यात्मक हिसाबले बुझ्न पनि सकिन्छ। तथापि बाजी राखिएको कुनै एउटा गेम खेलिएको हुनाले त्यसमा पनि यो कुरा फिट खाँदैन, के अरे यस्तो मिल्दैन। तसर्थ यहाँलाई मेरो सुझाव छ, लघुकथा लेख्दाखेरि उद्देश्य, विषय र सन्देश महत्त्वपूर्ण हुनुपर्छ, सशक्त हुनुपर्छ। मैले यहाँलाई अनुरोध गरेँ। यदि मैले भनेअनुसार यहाँको लघुकथा यहाँले सशक्त नै बनाउनु भएको छ भनेदेखि मेरो बुझाइ गल्ती हुनसक्छ। यहाँसँग म फेरि पनि क्षमा माग्दछु। यहाँको लघुकथा समापन सशक्त छ। जुन यहाँले हजुरले आफ्नै सुरुवाल समेत सम्हाल्न सक्नु भएन, मन्त्रीको सुरुवाल खोलिदिन्छु भनेर हामीसँग बाजी मारेको थियो भनेर समापन चाहिँ सशक्त भएको छ। तर यसको उद्देश्य के त? समापनको उद्देश्य के? यसले के सन्देश दिन्छ? खालि हँसाउनु मात्रै अथवा मजाक मात्रै भनेपछि यदि हँसाउँदै पनि लघुकथाले राम्रो सन्देश दिन्छ, विषय राम्रो हुन्छ, उद्देश्य राम्रो छ भने त्यसलाई चुट्किला भन्दा पनि लघुकथा बढी मान्न सकिन्छ। तर यदि हँसाउँछ मात्रै, त्यसले सन्देश दिँदैन भने यो लघुकथा नभएर फगत चुट्किला मात्रै हुन्छ भन्ने मान्यता हो। अब यहाँले आफ्नो लघुकथालाई के कसरी लिनुहुन्छ, यसमा अझै केही उद्देश्यहरू र सन्देशहरू पनि जोडेर यहाँले लघुकथालाई बनाउनु भएको भनेदेखि पक्कै पनि लघुकथा अझ सशक्त बन्ने थियो भन्ने मेरो बुझाइ छ। त्यस्तै गरेर शीर्षक मन्त्रीको सुरुवाल 2 शब्दमा राख्नु भएको छ। शीर्षक सशक्त र कौतूहलपूर्ण छ। कथाको रहस्य अन्तमा मात्रै खोलेको छ। शीर्षकले कथालाई सम्बोधन गर्न सकेको छ शीर्षकले। तसर्थ समग्रमा भन्नुपर्दाखेरि अब यसलाई लघुकथा भनौँ कि चुट्किला भनौँ, जे होस् यतिको राम्रै छ। यहाँले यसलाई अझ लघुकथा हास्य प्रधान भन्दा लघुकथा प्रधान बनाउने प्रयास गर्नुहोला भन्ने मेरो सुझाव राख्दै आजको लघुकथाको समीक्षा कार्यक्रमबाट म यहाँहरू समक्ष बिदा माग्न चाहन्छु र बाँकी समय प्रस्तोताज्यूलाई हस्तान्तरण गर्दै बिदा माग्छु। नमस्कार, धन्यवाद। हस्, हार्दिक धन्यवाद, आभार समीक्षकज्यू। सुन्दर समीक्षाको निम्ति 46औं श्रृङ्खलामा छनौट भएका तीनैजना अब्बल स्रष्टाहरूको लघुकथाको समीक्षा गरिसक्नु भएको छ समीक्षकज्यूले। भने कति स्रष्टाहरू उपस्थित हुनुभयो त हुन सक्नु भएन। उहाँहरूले रेकर्डेड भिडियो पनि सुनेर भए पनि यहाँले दिनुभएका सल्लाह सुझाव मार्गनिर्देशनहरू
लाई लेखन कार्यमा सुधार गर्नुहुनेछ, मनन गर्नुहुनेछ भन्ने पूर्ण अपेक्षा गर्दछु र म एकपटक यहाँहरूको उपस्थितिलाई निहाल्ने कोसिस गरेँ, तर मैले पहिलाकै प्रतिक्रियाहरू मात्र देखिरहेकै छु। तेस्रो लौकथा राजनजीको मन्त्रीको सुरुवाल पनि पढिसकेकै र परेछ भनेर मनोहर सरले आफ्नो प्रतिक्रिया व्यक्त गर्नुभएको छ। यहाँ चाहिँ पहिलो हो सर, उता लघुकथा प्रतिष्ठान नेपालमा चाहिँ उहाँले प्रेसित गर्नुभएको थियो होला। यहाँ पहिलो लघुकथा नै रहेको छ उहाँको। पक्कै पनि उहाँको आज मैले उपस्थिति देखिरहेकी त छुइनँ, तर उहाँले रेकर्डेड भिडियो सुन्नुहुनेछ भन्ने पूर्ण अपेक्षा गर्दछु। लघुकथाको जय हो, सबैको जय हो, शुभरात्रि भन्नुभएको छ। पुनः यहाँलाई पनि म हार्दिक आभार व्यक्त गर्दछु, हार्दिक सम्मान व्यक्त गर्दछु कार्यक्रमबाट। फेरि पनि कार्यक्रममा यहाँहरूको उपस्थिति हुनेछ, यहाँको उपस्थिति हुनेछ पूर्ण विश्वास गर्दछु। आफ्नो कार्यक्रमलाई थाँती राख्दै पढको कार्यक्रममा यहाँले उपस्थिति जनाइदिनु भएको छ, यहाँ प्रति स्वागत सम्मान व्यक्त गर्दछु। मनोहर पोखरेल सर लगायत सम्पूर्ण साहित्य प्रेमी अन्य व्यक्तित्वहरूमा हाम्रो पढ लघुकथा मञ्चको जुन हामीले पूर्वी क्षितिजबाट कणलाई विश्व साहित्यमा गुन्जयमान बनाउने उद्देश्यका साथ सञ्चालित यो कार्यक्रम आज 46औं श्रृङ्खला पनि हामीले सकिसकेका छौँ, जसका निम्ति यहाँहरूको नै हामीलाई योगदान रहेको छ, अमूल्य सहयोग रहेको छ। यहाँहरूले नै हामीलाई विभिन्न सुन्दर मर्मस्पर्शी समसामयिक विभिन्न किसिमका लघुकथाहरू प्रेषित गरेर हाम्रो कार्यक्रमले सार्थकता पाएको छ। यहाँहरूका यस्ता साथ सहयोगहरू हामीलाई हिजो थिए, आज पनि रहेका छन् र भोलि पनि रहनेछन् पूर्ण अपेक्षा गर्दै आज कार्यक्रममा लघुकथा वाचन र वाचित लघुकथाको समीक्षा कार्यक्रमलाई सुरुदेखि निहालेर अन्तिम समयसम्म साथ सहयोग प्रदान गर्नुभयो सम्पूर्ण दिव्य मनहरूप्रति पुनः आभार सहित नमन व्यक्त गर्दछु। र कार्यक्रमलाई बिट मार्नुभन्दा पनि अगाडि अब फेरि आगामी मंगलबार यसै समयमा यहाँहरू समक्ष 3वटा लघुकथाहरू लिएर पुनः उपस्थित हुनेछौँ भन्ने कुरा जानकारी गराउँदै आजको कार्यक्रमबाट कार्यक्रमका समीक्षकज्यू र म आफू दुवैजना यहाँहरू समक्षबाट बिदा माग्दछौँ। म पनि लघुकथाको जय होस्, सबैको जय होस् भन्न चाहन्छु। शुभरात्रि।